आइसिसी विश्व क्रिकेट लिग 2 अन्तर्गत युएई र अमेरिकासँग हुने त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो। श्रृङ्खला आगामी 26 अक्टोबरदेखि 5 नोभेम्बरसम्म युएईमा हुने भएको छ। भर्खरै सम्पन्न आइसिसी टी20 विश्वकप छनौट खेलको टोलीबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन्। भीम सार्की, अनिल शाह र साहब आलम टोलीमा बोलाइएको छ। लिग 2 श्रृङ्खलाका लागि नेपाली टोली ओमानमा विश्वकप छनौट च्याम्पियन बनेर युएई पुगिसकेको छ। नेपालले पहिलो खेलमा 26 अक्टोबरमा अमेरिकासँग खेल्ने भएको छ। त्यसपछि 30 अक्टोबरमा युएईसँग र 1 नोभेम्बरमा अमेरिकासँग, त्यसैगरी 5 नोभेम्बरमा युएईसँग खेल्ने तालिका रहेको छ। नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह एरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित नारायण राज वंशी, अनिल शाह, आरिफ शेख, भीम सार्की र गुलसन झा रहेका छन्। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।